नमस्ते सबैलाई। आजको यस भिडियोमा र हामीहरूले यहाँभन्दा केही अघिल्लो दिन आजको अघिल्लो दिनै हामीहरूले क्लास 12 को नेपाली एमआइएल को सिलेबस आइसकेको थियो र त्यो हामीहरूले डिस्कस गरिसक्यौं र 10 को चाहिँ के त आएको छ त सिलेबस भन्दा हजुरलाई कन्फ्युजन हुन सक्छ होला। आएको छ क्लास 10 को सिलेबस हुन चाहिँ यो अहिले होइन र अगाडिकै हो, तर हजुरहरूलाई सेम हुन्छ सिलेबस। यहाँबाट कतिवटा काट अफ हुन पनि सक्छ, तर अहिले चाहिँ त्यस्तो खालको आएको छैन। तर हजुरहरूले यही सिलेबस हेरेर पढ्दा कुनै फरक पर्दैन, यही नै हो हजुरहरूको सिलेबस 100% स्योर छ। किनभने चेन्ज हुँदैन कि सिलेबसहरू वर्षै नै चेन्ज हुन असम्भव हुन्छ। र अहिले हामीहरू डिस्कस गर्नेछौँ क्लास 10 को जुन फाइनल एक्जामको लागि आसामको नेपाली एमआइएल लिने जतिजना हुनुहुन्छ उहाँहरू यो भिडियो सम्पूर्ण हेर्नु होला र नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। र क्लास 10 का हामीहरूले केही दिन अगाडि हामीहरूले क्लासहरू गरिरहेका थियौँ। हजुरलाई यो बोलीमा छ्याउ लाग्न सक्छ कति बोलिरहेको भनेर, तर हजुरहरूका लागि मैले भन्न खोजेको छु कि क्लास 10 मा हजुरले क्वेसन एन्सरहरू कतिवटा नजान्ने हुन सक्नुहुन्छ र त्यसको लागि हामीहरूको डिस्क्रिप्सनमा लिङ्क छ, भिडियोहरूको हजुरहरू गएर हेर्न सक्नुहुन्छ। र आउनुहोस् आजको यस सिलेबसलाई हामीहरू ढाई भनेर मध्यनजर राख्दै आजको यस सिलेबस हेरौँ है त। र क्लास 10 को रहेको छ फाइनल एक्जामको लागि के आउन सक्छ आसामको, त्यसमा भन्दा बेरी हजुरको पाठबाट गद्यबाट आउनेछ संस्कृति, अनि अरण्य यात्रा, श्रीनिवास रामानुजन, सिक्युरिटी एक्ट, अनि त्यहाँ पछाडि आउनेछ पुप्पुपुरी, इन्टरनेटको स्वाद, खाने मुखलाई जुङ्गाले छेक्दैन, एक महान साहित्यकारको आँगनमा पुगेको दिन, अनि पद्यबाट आउनेछ मेरा नजरमा राम प्यारा छन् तिनको घसिया गीत, उमानन्द मेरो भित्री मान्छे, उज्यालो रात। र हजुरहरूले अब व्याकरणबाट हेर्न पर्छ। हजुरहरूले यहाँ व्याकरणहरूबाट पनि छ, व्याकरणहरूबाट चाहिँ हजुरहरूले हेर्नुपर्छ क्रिया र यसका काल, कारक र विभक्ति, सन्धि, कारण र अकरण, समास शब्दका प्रकार र तत्सम तद्भव आदि, रचना, उखान, तुक्का र तिनको प्रयोग, चन्द्रबिन्दु र शिरबिन्दुको प्रयोग, पदयोग र पदव्यङ्ग, सद्धिकरण, भाद र विस्तार, निबन्ध लेखन। हजुरहरूले निबन्ध लेखनहरूको विषयमा पनि म यतिमा बारो हेल्प गर्छु, हजुरहरूलाई चिन्ता गर्नु पर्दैन यसको लागि। र क्वेसन एन्सर हामीले डिस्कस गरेको सकेको थियौँ र आजको लागि यही नै थियो सिलेबस। हजुरहरूले यसको पिडिएफ हजुरलाई चाहिन्छ भने म डिस्क्रिप्सनमा पनि लिङ्क दिनेछु, हजुरहरूले त्यहाँ गएर डाइरेक्ट गरेर डाउनलोड पनि गर्न सक्नुहुन्छ। कुनै यो छैन, कहीँ जाने जरुरी छैन, यसकै डिस्क्रिप्सन चेक गर्नु होला। र हजुरहरूले अन्य हामीहरूका क्लास 10 मध्ये लेसन 1 हेरका क्वेसन एन्सर हामीले दिइसकेका छौँ र त्यो भिडियो हेर्नु भएको छैन भने डिस्क्रिप्सनमा लिङ्क छ, गएर हेर्नु होला। र यो भिडियो कस्तो के लाग्यो लास्टमा भनेर साथै केही हेल्पफुल भयो भने प्लिज कमेन्ट गर्न नभुल्नु होला भन्ने आशा छ। र नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै आजको यस भिडियोबाट हामीहरू लाग्दछौँ। हस्त नमस्ते।